हेलो साथीहरु, आज चाहिँ हाम्रो घुम्न जाने प्लान थियो र मेरो साथी विवेक माथि पर्खिरहेछ। अब कहाँ घुम्न जाने भनेर त्यो चाहिँ म तपाईलाई अहिले एकछिनमा भन्नेछु। अहिले चाहिँ म हाम्रो दिदीको दोकान चारालीमा यहाँ आइसकेको छु। हाम्रो भाइ रहेछ। हेलो भाइ। हेलो दाइ। हाम्रो साथी विवेक साथी माथि बसिरहेछ हो। माथि हुन्छ। र म माथि जाँदै छु। मेरो साथी विवेक चाहिँ यतै बसिरहेछ होला। कता छ? हेलो माई फ्रेन्ड, के छ? भर्खर आयो कहाँ? एकदम यार, तर बेर पर्खायो यार। आज त्यही त, आज हाम्रो घुम्न जाने प्लान थियो। कि हामी रेडी हो? रेडी दोस्त, एकदम दामी मौसम पनि एकदम राम्रो छ। अहिले चाहिँ हामी यहाँ चाराली एकदम हाम्रो दिदीको फेमस रुफ होटल छ एउटा, यहाँबाट चारालीको भ्यू एकदमै राम्रो पनि देखिन्छ। तपाईँहरूले हेर्न सक्नुहुनेछ। यस्तो फ्लावर्सहरू पनि कति राम्रो छ। फाइनली अब हामी दिदीहरूकोबाट चाहिँ निस्केर अब चाहिँ हामी हाम्रो गन्तव्यतिर लाग्न आँटेको छौँ। समय पनि अब लगभग हाम्रो 1:30 भइसकेको छ। हामी खास गरी जानुपर्ने चाहिँ स्वामी पार्क। थाहा छ तपाईँहरूलाई? कन्यामदेखि माथि फिकल आउँछ, फिकलदेखि माथि हाम्रो स्वामी पार्क भन्ने एउटा राम्रो ठाउँ छ। आजको यात्रा चाहिँ हाम्रो स्वामी पार्कसम्मको हेर्दै गर्नु होला है त। अब चाहिँ हामी निस्किन लागेको छौँ। दिदीको दोकानबाट पनि भर्खरै निक्ल्यौँ। रोक हामी चाहिँ बर्ने आइपुगेको थियौँ। पानी परेर बिजोग भयो, अनएक्सपेक्टेड तरिकाले पानी पऱ्यो। ल अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ। यहाँ होटलमा अरू दाइहरू पनि बसिराख्नु भएको छ। फाइनली पानी पनि रोकिसकेको छ र अब चाहिँ हामी लाग्ने क्रममा हाम्रो यात्रामा स्वामी पार्कसम्मको हाम्रो यात्रा हो। साथी विवेक पनि अब चाहिँ हामी जानलाई रेडी भइसक्यौँ। अब लेट्स गो साथीहरू। अहिले चाहिँ हामी ठ्याक्कै कन्यामा आइसकेको छौँ, विवेक साथी र म। साथी रमाइलो हुँदैछ नि साथी? एकदम रमाइलो हुँदैछ। यहाँको भ्यू चाहिँ यस्तो छ। यहाँ चाहिँ केटाकेटीहरूको लागि गाडी पनि राखिदिएको रहेछ। यहाँ चाहिँ आज यतिको भिड रहेछ, मान्छेहरू पनि निकै हुनुहुन्छ। अनि कन्यामको बेस्ट पार्ट भनेको चाहिँ हाम्रो कन्याममा यहाँ विभिन्न कल्चरल ड्रेसहरू पाइन्छ। त्यो चाहिँ पर पसलमा किनेर लगाउनु पर्ने हुन्छ। यहाँ धेरै फोटोग्राफरहरू पनि हुनुहुन्छ। यहाँ हाम्रो दाइले पनि फोटो खिच्दै हुन्छ। यस्तै छ कन्यामको भ्यूहरू। हामी चाहिँ बाटोको तलासीमा अब आइपुग्नु लाग्यो हाम्रो स्वामी पार्क। फाइनली गाइज हामी चाहिँ स्वामी पार्कमा आइसकेको छौँ र स्वामी पार्कमा चाहिँ एकदम पिसफुल, कस्तो दामी वातावरण रहेछ। यहाँ चाहिँ दुईजना मात्रै छौँ हामी यहाँ। फेरि यति बेला नेल्सन चाहिँ केटी हुनुपर्ने, म चाहिँ एकदम पिसफुल ठाउँ रहेछ। तपाईँलाई मैले भिडियोमा देखाइ पनि छ कि एकदमै राम्रो ठाउँ। मन पनि एकदम शान्त हुने। अनि चराचुरुङ्गीको आवाजहरू तपाईँहरूले पनि सुन्दै हुनुहुन्छ होला है। एकदम म चाहिँ पिसफुल लभर भएर। र आज चाहिँ हाम्रो भ्रमण यतिमै सकिएको अवस्था र अगाडि जाँदैछ नेल्सन र हाम्रो गाडी पर रहेको छ। अनि आजको दिन चाहिँ राम्रो भयो, जे होस् सोचेको भन्दा राम्रै भयो र ठाउँहरू पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ। र हाम्रो नेल्सनलाई पनि राम्रो लागेको छ भन्ने सुन्दै थिएँ मैले। अब हामी खाजा खान्छौँ या के गर्छौँ तपाईँहरूलाई हामी देखाउँदै जान्छौँ। र हाम्रो स्वामी पार्क यानि कि विशाल पार्कमा हाम्रो आजको दिन राम्रोसँग बित्यो। र अहिले चाहिँ हल्का हुस्से लागे जस्तो छ। अहिले चाहिँ हामी यहाँ ठ्याक्कै हर्कटेमा खाजा खानलाई आइरहेछौँ।